हाम्रो मधेसमा महेन्द्र हाइवेमा धेरै मान्छेहरूले बाटोमै फलफुलहरू फालिदिन्छ हैन बाँदरहरूको लागि र कति बाँदरहरूको बाटोमै हैन फलफुलहरू खाँदाखेरि एक्सिडेन्ट भइहाल्छ हैन। सो हामीले यो सोचेको छौँ कि त्यो एक्सिडेन्टहरूलाई कम गर्ने अब त्यति त हामी सक्दैन हैन, 2 जना मात्र छौँ हामी साथीहरू। सो त्यति त सक्दैनौँ तर जति सक्छ त्यति हामीले बचाउने कोसिस गर्छौँ। हल्का बिस्तारै त बढ्दै जान्छ। अब अहिलेको लागि चाहिँ स्टार्टिङ त कहिले पनि सानैदेखि नै हुन्छ हैन। सो हामीले सोचेको छौँ कि तिनीहरूलाई जसरी भयो नि हैन एउटा सेफ ठाउँमा मतलब फलफुलहरू हाल्ने ठाउँ बनाइदिने जहाँ चाहिँ मान्छेहरूले हाल्छ अनि त्यहीँबाट बाँदरहरूले लग्छ र हामी पनि डेली शनिबार चाहिँ हालिदिन्छौँ त्यहाँनिर। र आजको यो भिडियोमा म त्यही चिजहरूलाई देखाउने छु कि मैले के कस्तो कसरी गरेको छु भनेर है। सानै चिज होला हैन, सानै गरे होला मैले, बट यही ठुलो हो के। अब तपाईहरुलाई सोच्नुभयो भने त यही ठुलो हो, नसोच्नुभयो भने त केही छैन। सो गाइस हामीले यतिसम्म गरेका छौँ, हजुरहरूले पनि यसमा सपोर्ट गर्नु होला हल्का तल्का हैन। र यो भिडियोलाई चाहिँ हेर्दिनु होला मजाले। भिडियोमा अगाडि बढौँ। बिहान हामी प्रोजेक्टमा चाहिने केही सामानहरू लिन कवाडतिर गयौँ। कवाडभित्र सामानहरू खोज्यौँ तर धेरै केही हैन, एउटा रड र जाली लिएर त्यहाँबाट हिँडे। सामानहरूलाई घर लिएर आए, एउटा बक्सको फ्रन्ट साइड काटेर त्यसमा जाली फिट गरे। हामीसँग त राम्रोसँग भएन, त्यसैले ग्यारेजमा लगेर त्यसलाई फिट गरे। हाम्रो यो प्रोजेक्टको लागि सब सामानहरू रेडी भयो। फाइनली हामी रेडी छौँ हाम्रो प्रोजेक्टको लागि। अब हेरौँ त्यता के हुन्छ हुँदैन। रोडमा गएर केही फलफुलहरू पनि लिए। फलफुलहरू लिएर हामी हिँड्यो जंगलतिर। हामीले एउटा राम्रो ठाउँ हेरे जहाँ बाँदरहरू पनि धेरै थियो र मान्छेहरू नि त्यहाँ रेस्ट गर्नको लागि रोक्छ। यो ठाउँको लोकेसन चाहिँ महेन्द्र हाइवे पौराई पुल भन्दा 20 मिटर पश्चिम। हामीले त्यो बक्सलाई रुखमाथि बाँधियो। त्यो बक्स पानी, बाँदर र अन्य चिजहरूबाट सेफ छ। त्यसलाई झुन्ड्याएपछि हामीले बाँदरहरूलाई बोलाए। त्यो बक्सभित्र हामीले केही केरा र च्याउहरू राखिदियो। तिनीहरूले बक्सबाट केरा निकालेर खाइरहेथ्यो। धेरै मान्छेहरूले फलफुलहरू रोडमै फालिदिन्छ। रोडमा बाँदरहरूको एक्सिडेन्ट हुने धेरै सम्भावना छ। सो फाइनली हामीले जति गर्न सक्यो त्यति गर्यो है। अब हजुरहरूलाई केही कमजोरी लागिरहेछ भने तपाईँहरूले पनि गर्न सक्नुहुन्छ हैन। हामीले जति हुन सक्यो त्यति गरे। हामी पनि अब कुनै त्यत्रो ठुलो धनिक मान्छे हैन कि एकदमै हाई लेभलमा गर्थ्यौँ। जति गर्न सक्यो त्यति गर्यो। अब तपाईँहरूलाई कमजोरी लाग्छ भने तपाईँहरू आएर पुरा गरिदिनु होला। तपाईँहरूले पनि यहाँ नआएर यसरी गुनी गर्न सक्नुहुन्छ। यो बाटोहरू चाहिँ रोडमा गएर ज्यान जाने पनि सक्छ हैन। त्यसै कारणले कसैले हेल्प गर्नु छ भने हामीले केही बोर्डहरू पनि यहाँ राख्नेछौँ। त्यसमा आएर अलिकति हेरिदिनु ल, सपोर्ट पनि गरिदिनु। सबजना आएर अलि फलफुल भए पनि हालिदिनु होला। हल्का भयो नि है, हेल्प गर्नुपर्छ है गाइज ल। हामीले जति गर्यो त्यति गर्यो है। अब चाहिँ तपाईँहरूको टर्न। सबजना आएर हैन जे जति मद्दत हुन सक्छ गरिदिनु होला हैन। त्यहाँ फलफुल हाल्दा पनि हुन्छ हैन, बाँदरहरूलाई अलि हेल्प हुन्छ। सो त्यो बिगाड्ने काम चाहिँ नगर्नु है प्लिज। मेरो तर्फबाट रिक्वेस्ट छ, त्यो बिगाड्ने काम चाहिँ नगर्नु होला। जति हेल्प हुन सक्छ गर्नु होला। र तपाईँहरूलाई यति नै भन्न चाहन्छु है। धन्यवाद।